मधेसमा सभामुख रामचन्द्र मण्डलीमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले 5 जना सांसदहरूलाई कारवाही गरेका छन्। लगातार 10 पटक प्रदेश सभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले 5 जना सांसदलाई पदमुक्त गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी सञ्जय कुमार यादव, सिंहासन साग कलवार र शारदा शङ्कर प्रसाद कलवारमाथि कारवाही गरेका हुन्। नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले युवा बेला आह्वान गरेको छ। विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज शुक्रबार नयाँ बानेश्वरमा महिला भेला गर्न लागेको हो। विशेष महाधिवेशन पक्षधरले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेको पोस्ट अनुसार युवा बेला शुक्रबार 12:30 बजे नयाँ बानेश्वर स्थित थापा गाउँको एक ब्याङ्केटमा सुरु हुनेछ। जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार 2 थुनुवा हिजो आफ्नै घरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका 8 का 33 वर्षीय सरोज पौडेल र सोही ठाउँका 25 वर्षीय पङ्कराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए। जेनजी आन्दोलनका क्रममा दुवै थुनुवा बिर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए। भारतको बिहार विधानसभा चुनावको मतगणना आज हुँदैछ। नोभेम्बर 6 र 11 मा भएको निर्वाचनको मतगणना आज बिहान 8 बजेदेखि सुरु हुन लागेको भारतको निर्वाचन आयोगले जनाएको छ। बिहार विधानसभा चुनावमा 243 सिटको नतिजा आज घोषणा हुन लागेको हो। मुख्य प्रतिस्पर्धा एनडीए र विपक्षीको महागठबन्धन बीच छ। इन्डियन प्रिमियर लिग आइपिएल 2026 को अक्सन युएई को आबुधाबीमा हुने भएको छ। आइपिएल अक्सन यही डिसेम्बर 16 का लागि तय भएको छ। यो मिनी अक्सन भएकाले एकै दिनमा सकिने आयोजकले जनाएका छन्। यसअघि मेगा अक्सन साउदी अरबमा भएको थियो। तालिका अनुसार यो सिजन सबै टोलीले नोभेम्बर 15 तारिक दिउँसोसम्म सबै खेलाडी रिटेन्सन सूचीमा राख्ने र छोड्ने निर्णय गरिसक्नु पर्नेछ।